यो नेपाल हो, जे गर्छ एमाले गर्छ। चल केटा हो, एमाले 3 लिटर तेल बाइकमा भर्छ। एमाले पो त, एमालेको सरकारमा त भ्याट भ्याट गोली हानेर जेएनजी युवाहरू मारे। अहिले फेरि देशव्यापी रूपमा आन्दोलनमा उत्रेका छन्। लाज पनि हुँदैन है झोलेहरूलाई। हामीले गर्दाखेरि यत्रो जनताको ज्यान गएको छ, यत्रो जनताले बलिदान दिनु पर्यो हामीले विकास नगर्नाले भनेर थाहा नै छैन। अझै पनि सुशासनको कुरा अनि विकासका कुरा गर्छन्। अहिलेसम्मको सरकारमा कतिचोटि एमाले गयो, कतिचोटि काङ्ग्रेस गयो, कतिचोटि माओवादी गयो, अहिलेसम्म के गरे त? गरेको त केही पनि होइन। तर पनि अहिले यिनैले सुशासनको कुरा, विकासको कुरा गर्दाखेरि जनताहरूले अब सोच्नुपर्छ क्या। यही ठाउँमा अरू नेताहरूको गाडीबाट मान्छे यसरी झरेको भए यिनीहरूले ट्रोल बनाएर नि राम 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 पार्टी नि अहिले परित्याग गर्ने बनाइसक्थे। अब यिनीहरूको यसरी फ्याट फ्याट झर्दाखेरि पनि केही छैन। जे गर्छ एमाले गर्छ। चल केटा हो, एमाले बाइकमा 3 लिटर तेल भर्छ, मासु भाती यस्तै खालको कुपन पनि दिन्छ। जे गर्छ एमाले गर्छ।